हेलो गाइज वेलकम टु माई ब्याक मिनी भ्लग के छ सन्चै हुनुहुन्छ म चाहिँ एकदम ठिकठाक छु है। आज चाहिँ टक्क हामी होइन खलङ्गा मुसिकोटतिर घुमघामको क्रममा हिँडिरहेछौँ है। टक्क हामीसँग को हुनुहुन्छ अब हेर्न सक्नुहुन्छ तपाईँले चाहिँ नभए गायक तथा सर्जक कर्णबहादुर डाँगी टक्क हामी दुईवटा चाहिँ आज टक्क खलङ्गातिर जाँदैछौँ होइन। त्यही हो अब के कस्तो हुन्छ होइन हामी के गर्छौँ कस्तो हुन्छ अब टक्क पुरा भिडियो हेर्नको लागि मेरो पेजलाई फलो गर्न नबिर्सिनु होला। धन्यवाद। टक्क बाटोमा हिँड्दै गर्दा यस्तो चल्ला गलेको चल्ला देखियो हामीले चाहिँ अब उद्धार गरिदिनु पऱ्यो होइन। अब उद्धार गरेर हामी चाहिँ रोडमा ल्याएर बहालिनेछौँ। अब टक्कै अब उद्धार गरिदिइसक्यौँ हामीले चाहिँ टक्क ऊ माथि त्यसरी हिँडिरहेको छ हेर्नुहोस्। अब उद्धार गरिदिएको भर्खर हामीले चाहिँ टक्क त्यही हो अब माया लाग्छ। अहिले चाहिँ हामी पुगिसक्यौँ है हाम्रै सानीबेरी 9को सिमली बजारमा। सिमलीको बजार चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ होइन। हामी सिमली बजारमा पुगेर चाहिँ अब हामी गाडीको वेट गर्नुपर्छ। वेट गर्दैछौँ होइन ठ्याक्कै अब गाडी मिल्छ कि नै। हामी पुगेको थियौँ गाडी चाहिँ आइसक्यो फेरि होइन। अब बाटोको हालत यस्तो छ हेर्न सक्नुहुन्छ होइन। त्यही हो के गर्नु गाडीको हालत यस्तो छ। अब बोर्डरहरू चाहिँ गर्मीको मौसममा पानी खाँदै हुनुहुन्थ्यो तर गाडी पनि भएको हुनाले पुरा भिडियो गर्न पाइएन होइन। त्यही हो हामी बसेर गएको गाडी चाहिँ इभी हो होइन। तर एकदमै मनको मान्छे राम्रो हुनुहुँदो रहेछ होइन। दुईजना सवारी पाएर पनि दुईजनालाई नै मात्र लगेर खलङ्गा जानुभयो सिमलीदेखि होइन। त्यही हो अब उहाँसँग याद गर्न चाहनुहुन्छ भने प्रकाश केसीको इभी गाडीमा एड त गर्नु होला। त्यही हो होइन। अब आरामदायक र टक्क मजाको सिटसँग लग्नु हुँदो रहेछ। दुईजना मात्रै लगेर पनि दाइसिमलीदेखि खलङ्गासम्म जानुभयो होइन। त्यही हो अब के गर्नु गाडीको हालत यस्तो छ रोडको हालत यस्तो छ। त्यही हो होइन। अब दुःख गर्नै पऱ्यो दुःख नगरेर खाना पुग्दैन होइन। कतिपय साथीहरूले सोध्नु होला फेरि मलाई तपाईँ चाहिँ खलङ्गातिर मुसिकोट किन जानु लाग्नु भएको त भनेर। म पनि जस्तै अब देशको हालत यस्तो छ सबैलाई थाहा छ जो अङ्कल कर्णबहादुर डाँगी चाहिँ पासपोर्ट बनाउने क्रममा खलङ्गा जाँदैछौँ होइन। अब पासपोर्ट बनाइन्छ टक्क भिजा सिजा लगाएर अब देशको हालत यस्तो छ देशमै बस्न सकिएन। त्यसैले हामी चाहिँ टक्क इभी गाडीको यात्रासँगै खलङ्गा जाँदैछौँ। त्यही हो तपाईँहरूले पनि भन्न चाहन्छु। त्यही हो देशमा केही छैन देशको हालत यस्तो छ सबैलाई थाहा छ। एक दिन देश छोड्नै पर्ने हो। त्यसैले उखान टुक्का अनि गीतहरू पनि छ। कमाएर बुढेसकालमा रमाउने भन्ने सोचले सानो उमेरमा पासपोर्ट